नमस्ते अनि सुस्वागतम सम्पूर्णमा गणेश ढकाल युट्युब च्यानलमा हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। आज हामी दक्षिण कोरियामा के साँच्चीकै इपिएस कोटा घटेकै हो त? पहिलेको अनुपातमा अहिले घटेकै हो त? कोरिया जाने सपना सकिएकै हो त? के कोरियन सरकारले नेपालीहरूलाई कसरी हेरेको छ त भन्ने कुरामा आज हामीसँग कुरा गर्नका लागि इपिएस कोरियन शाखाकी निर्देशक मैया कडेल हुनुहुन्छ। मैया कडेलज्यू, के कोरियन सरकारले नेपालीलाई हेर्ने नजरमा गिरावट आएकै हो त? अहिले जताततै हल्ला चलेको छ, इपिएस कोटा घटेकै हो त? खासमा वास्तविकता के हो बताइदिनुहोस् न। अब नेपालको लागि दिने कोटामा पनि योभन्दा अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा म्यानुफ्याक्चरिङमा 16,500 दिनुभएको थियो भने अहिले 14,500 दिएको छ हामीलाई कोटा। भनेपछि जुन घटेको रेसियो छ त्यही घटेको रेसियोमा सबैमा गएको मात्रै हो, तर नेपाललाई कम गरेर त्यस्तो भएको चाहिँ होइन। उहाँहरूले टोटल संख्यामा घटाउँदाखेरि नेपालमा नि अलिकति कम हुन खोजेको मात्रै हो, तर कोरियन सरकारको नेपालीहरूको प्रतिको मोह चाहिँ अझै बढी नै छ। अहिले अब E7बाट अलिकति भित्र्याउन खोज्ने अथवा कुनै सिजनल भिसामा ल्याउन पाए हुन्थ्यो, नेपालीहरू नै ल्याउन पाए हुन्थ्यो भने जस्तो, अथवा यो इपिएसमा पनि इपिएस सिस्टमबाट आउने पनि अलि नेपालीहरूकै बढी राम्रो, उनीहरूको भाषाहरू पनि अलिकति राम्रो गर्ने, उनीहरू लोयल पनि हुने, अनुशासित पनि हुने, यस्तो खालको छ भन्ने अहिलेसम्म चाहिँ परेको छ। अहिले चाहिँ अलिकति जटिल विषय भनेको चाहिँ हाम्रो फ्याट्ट हाम्रा युवाहरू, भर्खरका युवाहरू यस्तो सुसाइड गर्ने केसले चाहिँ अलि तनाव, अलि समस्या चाहिँ अहिले आएको छ। जस्तो अस्ति पनि देख्नुभयो तपाईहरुले, अब यो मार्फत पनि भनिदिनु पर्यो, अनलाइनमा जुवा तास खेल्ने हो कि अब के खेल्ने हो त्यो खेलहरू, त्यस्तो खेलहरूमा गएर पैसाहरू डुबाउने, पैसाहरू फ्याँक्ने, अनि त्यसले गर्दाखेरि आफै डिप्रेसन हुने, आफूले कमाएको पैसा मैले गर्न सकिनँ, मैले पठाउन सकिनँ, मेरो घर परिवार यस्तो हुन सकेन भन्ने जस्तो तनावले गर्दा अस्ति भर्खरै पनि एउटा भाइको त्यस्तै गरी दुर्घटना भयो। अब त्यसले गर्दाखेरि यी कुराहरूले अथवा केही नहुँदाखेरि पनि त्यसै हामी अलिकति खुसी नहुने, हामी त धेरै खुसी हुने राष्ट्रबाट आएको हो नि त, अनि यहाँ आइसकेपछि चाहिँ सानो सानो कुराले पनि एकदम डिप्रेस हुने जस्तो अवस्था चाहिँ भएको छ। हेरौँ अब यसलाई पनि हामीले अलिकति गर्दै लान्छौँ होला, तर जुन इपिएस आउने क्रेज पनि हाम्रो नेपालीहरू घटेको छैन। नेपाल कोरियन सरकारले हामीलाई नेपालीहरूलाई ल्याउने दृष्टिकोणमा पनि फरक बनाएको छैन र कोटा घटाएको पनि होइन। समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिँदै आगामी श्रृङ्खलामा पुनः जोड्ने वार्ता गर्दै अहिलेलाई भने बिदा गर्न चाहन्छु। हस्त, धन्यवाद।